ज्ञानु तिमीले मधुलाई किन ल्याकी नि? नल्याएर पनि के गरौँ त बुवा? आखिर उसको पनि यहाँ बाहेक जाने ठाउँ कहाँ छ र? यसकै बसन्ते छ त, उसकै पछि लाएर पठाइदिएको भइहाल्थ्यो नि। अर्काको पहिले मैले भन्दा बढी सुक्खा साथले राख्थ्यो होला। भयो बुवा, अब मधुलाई गाली नगर्नुहोस्। बिचरा रुदा रुदा उसको बेहाल भएको छ अनि कमजोर भएकी छन् रुदा रुदै। मैले भनेको नमान्दा यो सब भएको हो। आजसम्म मैले यसको खुसी खोजेर हिँड्दा हिँड्दा मेरो कपाल फुलिसक्यो, तर यसले आजसम्म बाबुको खुसी कहिले हेर्न सकिन। केवल हेरी त बसन्तेको खुसी। अब मैले यसलाई छोडिसके, जेसुकै गरोस् यसले, अब यसको केही मतलब छैन मलाई। यति भन्न सक्ने मेरो बुवाले अब त मेरो नजरमा सदाको लागि मरिसकिस् पनि भन्नु न। व्रत नबोलाई गाला फुट्ने गरेर दिम्ला नि। आजसम्म मलाई एक थप्पड नलागी यहाँसम्म ल्याउनु भयो, अहिले आएर मेरो जिन्दगीले मलाई ठगेको बेलामा तपाईले मलाई थप्पड हान्ने बुवा। हान्नुस् बुवा, थप्पड हान्नुस्, मलाई हान्नुस्, हान्नुस्, थप्पड हान्नुस्। छोड मेरो हात। छोड्दिन, छोड्दिन, छोड्दिन। हे भगवान, हे भगवान, हे भगवान। बुवा, यो तपाईले के गर्नुभएको? आज छोरी माथि हात उठाउनु भयो हैन? तपाई होसमा त हुनुहुन्छ नि? भयो ज्ञानु, बुवालाई केही नभन। बुवाले मलाई जन्मेदेखि आजसम्म एक थप्पड हान्नु भएन, तर आज पहिलो पटक मैले बुवालाई धेरै दुःख दिएकी रहेछु क्यारे। त्यसैले पहिलो पटक बुवाले मलाई थप्पड हान्नु भयो। ज्ञानु तिमीहरू बस्दै गर, म एकछिन बजारसम्म पुगेर आउँछु है। मलाई किन यस्तो सजाय दिँदैछौ भगवान? बरु क्लिक्कै मार्दे। अति भयो, अब सहन सक्दिन। मधु प्लिज, आफूले आफूलाई कन्ट्रोल गर। मैले आफ्नो मनलाई कसरी कन्ट्रोल गरौँ ज्ञानु? आज मेरो कारणले बुवाले पनि आँसु खसाल्नु भयो, र आजसम्म मसँग चर्को स्वरले बोल्न नजान्ने बुवाले आज मलाई थप्पड हान्नु भयो। उता मैले जसको विश्वास गरेको थिएँ उसले मलाई विश्वासघात गरेर अर्कोसँग बिहे गरेर बसेछ। अब सक्दिन, मैले सक्दै सक्दिन। मधु प्लिज के यसो नगर न, बरु भित्र हिँड, भित्र गएर बसौँ। बाहिर बसेर यसो गर्दा हामी सबैको रमिते बन्न सक्छौँ। ज्ञानु, आज यो सुन्नु र देख्नु भन्दा पहिला मलाई किन काला आएन होला? यसो गरेर हुन्छ त? खुर्क भित्र हिँड।